So hello guys, what's up beautiful people? So आज संडे हैन, हल्का बाइकको अलिकति मेन्टेनेन्स गर्न आएको थियो जुन चाहिँ मेरो अलिकति अस्तिको प्रब्लम हुँदैछ फ्युजको त्यहाँदेखि स्क्रिनको प्रब्लम हुँदैछ पानी पसेर होला मेबी जस्तो लाग्दैछ भित्र अलिकति त्यो डिस्प्ले अलिकति जाँदैछ यहाँतिर बनिँदैन रहेछ सो अब सिलगढी जानुपर्ने रहेछ हो त्यहाँदेखि मैले चाहिँ यो मगाएको थिएँ पछाडिको ऱ्याक हैन पहिलाको चाहिँ भाँची गयो हैन त्यो पहिलाको झन् दामी थियो पहिलाको चाहिँ अलिक लामो खालको थियो अलिक दामी थियो पक्का थियो कि पाइन त्यो खालको खोजेको यो पायो सो मगाइराखेको छु यो भए पनि पछाडिको निकाल्यो त्यो लास्ट टाइमको चाहिँ गर्दाखेरि चाहिँ यो नट भाँचिरहेको थियो नि यहीँ कि अब यो नट निकाल्नु पर्ने छ हो नट निकालेर चाहिँ यो नट यहाँ फसेको थियो नि यो नट अब निकालेर चाहिँ टक्क यो गर्छु टक्क इन्स्टल गर्छु सो हेर्दै गर्नुहोस् है सो यहाँ चाहिँ नट अड्केको थिएन यहाँ मुनि नटबाट एक्स्ट्रा लगाउँछ नि भइहाल्छ सो नयाँ ऱ्याक पछाडि टप ऱ्याक लागिसक्यो मेरो यो कस्तो लाग्दैछ कमेन्ट गरेर भनिदिनुहोस् होला टक्क पछाडि चाहिँ अब यूट्यूबर है तो यूट्यूब में डाल रहे हैं तू भी आएगा ठीक है बात कर रहे हैं मैं फेमस हो जाऊंगा तो सोचेको सब लास्टमा चाहिँ टक्क यस्तो देखेँ होइन बनाइसकेर चाहिँ मजाको देखेन अब सो लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला ल DS ब्लगलाई